नेपाली काङ्ग्रेसको दोस्रो ऐतिहासिक यो विशेष महाधिवेशनमा सहभागी हुनको लागि सप्तरीबाट भुवनेश्वर साफी महाधिवेशन प्रतिनिधिको रूपमा आउनुभएको छ। उहाँसँग पनि कुराकानी गरौँ। तपाईँ चाहिँ सप्तरीको कुन चाहिँ क्षेत्रबाट आउनुभयो? म सप्तरीको 1 नम्बर क्षेत्रबाट आएको। तपाईँलाई यो विशेष महाधिवेशन चाहिँ किन मन पर्यो, किन जाउँ जाउँ लाग्यो तपाईँलाई? विशेष महाधिवेशन किन मन पर्यो? अब सधैँ चाहिँ एकैजना सभापति या पद कार्य समितिमा बस्दाखेरि परिवर्तन हुँदैन। जस्तै कि अब तपाईँको पञ्चायत कालमा परिवर्तन भयो, राणा कालमा परिवर्तन भयो, बिस्तारै वर्ष परिवर्तन 10 वर्षमा आइहाल्छ नि त। अब अहिले बुढापाकाहरू त अधिवेशन गर्नु पर्थ्यो नि त, गरेन। अनि चाहिँ यहाँ त 20 प्रकाश र गगन थापाको कुरा आउँदैन। यहाँ त पुरै चाहिँ सिँगै चाहिँ काङ्ग्रेसको परिवर्तन हुनुपर्छ। त्यसको नेतृत्व चाहिँ गगन थापा र 20 प्रकाश गर्नुपर्छ। जस्तो अहिले चाहिँ सप्तरीमा माहौल कस्तो छ? त्यहाँ के भन्छन् कार्यकर्ताहरू, नागरिकहरू के भन्छन्? गगन र विश्वलाई अगाडि लगाएर हिँड्न सक्यो भने, काङ्ग्रेसको नेतृत्व दियो भनेदेखि चाहिँ हामी भोट हाल्छौँ पनि भन्छन्। भन्छ, आम पब्लिक पनि भन्छ कि जुन हाम्रो काङ्ग्रेसमा छैन, आस्था मात्रै राख्छ, त्यो मान्छेहरू भनिरहेको छ नयाँको नेतृत्वमा जान्छ भने, युवाको नेतृत्वमा जान्छ या गगन थापा र 20 प्रकाशको नेतृत्वमा जान्छ भने हामी जिताएर मधेसबाट पठाउँछौँ केन्द्रमा। तपाईँ त मधेसको मान्छे, अनि विमलेन्द्र निधिको चाहिँ बडो दबदबा छ भनेर भनिन्छ, रोक्ने प्रयास भएन तपाईँलाई? जति रोके पनि, रोक्न त रोकेका छन् सबैजना, तर यहाँको त लहर परिवर्तन, काङ्ग्रेसको परिवर्तन हुनुपर्ने अनि मान्छे आउँछन्। तर जो आएनन् नि त्यहाँ बसिरहे हो, उनीहरूलाई के भन्नुहुन्छ तपाईँ? अब यहाँबाट गएर तपाईँले के पाउनुभयो? हामी त विशेष अधिवेशन पनि गरायो, नेतृत्व परिवर्तन गरे, त्यो पार्टीको लागि हितको लागि चाहिँ हामी परिवर्तन गरेका छौँ। तपाईँ बसेको गर्नुहोस्, तपाईँको बसेको गर्नुहोस्, हाम्रो के मतलब? उनीहरू बस यस्तै हो न, यो त जालमा परिसकेका छ न, बुढोपाकाको या विनिमय नदी होस् या शेरबहादुर दाई हो। अब तपाईँहरू जालमा हुनुहुन्न? जाल कसैको दास हुँदैन कि पार्टीमा। पार्टीको सिद्धान्त छ, विधि विधान छ, त्योबाट हिँड्नुपर्छ। हस्, धन्यवाद यहाँलाई। धन्यवाद। यस्तो हो नि त।